कहिले तपाईले सोच्नु भएको छ जे हामी देख्छौं, सुन्छौं, महसुस गर्छौं के त्यो साँच्चीकै वास्तविक हो त कि हाम्रो मस्तिष्कले सृजना गरेको काल्पनिक कथा मात्रै? पहाड पछाडिको सुनसान जंगलको बाटो। एक गुरु र उनको शिष्य हिँडिरहेका थिए। सूर्य अस्ताउँदै थियो र हावा बिस्तारै चिसो हुँदै गइरहेको थियो। बिस्तारै उज्यालोको रोशनीले धरतीबाट बिदा लिन खोजेको जस्तो लाग्थ्यो। उनीहरूलाई लामो यात्रा तय गर्नुपर्ने थियो। उनीहरू यात्राको लगभग आधा बाटो तय गर्दै थिए। गुरुको पछि हिँडेको शिष्यको आँखा अचानक पछाडि फर्कियो। उसले देख्यो कि लामो डोरी बटारिएर भुइँमा बेरिए जस्तै। उसले के रहेछ भनी फेरि आँखा मिचेर हेर्यो। सर्प पो रहेछ। ऊ डरले कराउँदै भन्यो, गुरुजी, सर्प सर्प। अघि हिँडेका गुरु रोकिएर मुस्कुराउँदै भने, बाबु नजिक गएर हेर त, त्यो सर्प होइन। शिष्यले अझै डरले आत्तिँदै भन्यो, गुरुजी, त्यो सर्प नै हो। गुरुले उसको आँखामा हेरेर फेरि मुस्कुराउँदै भने, त्यो सर्प होइन बाबु। शिष्यले हतासिँदै फेरि भन्यो, तर गुरुजी, मैले आफ्नो आँखाले देखेँ, त्यो सर्प नै हो। गुरुले एउटा सानो ढुङ्गा उठाए र बिस्तारै त्यो सर्पतर्फ फ्याँके। ढुङ्गा ठोकिँदा त्यो सर्प हरायो। त्यो केवल एउटा डोरी रहेछ। शिष्य स्तब्ध भयो। उसले शान्त स्वरमा सोध्यो, गुरुजी, म झुटो कुरा कसरी देखेँ? गुरु मुस्कुराउँदै भने, बाबु, यो संसार पनि त्यस्तै हो। हामी जे देख्छौँ त्यही सत्य भन्ने भ्रममा हुन्छौँ। जसरी तिमीले डोरीलाई सर्प ठानेर डरायौ, त्यसै गरी हामी मस्तिष्कले सिर्जना गरेको भ्रमलाई वास्तविक ठान्छौँ। हाम्रो आँखाले देखेको, कानले सुनेको, छालाले महसुस गरेको ती सबै केवल सङ्केत हुन्। मस्तिष्कले ती सङ्केतलाई अर्थ दिन्छ अनि हाम्रो चेतनामा अनुभवको रूपमा प्रस्तुत गर्छ। दुखाइ पनि त्यस्तै हो। हात काट्यो भने हामी त्यसलाई महसुस गर्छौँ, तर त्यो अनुभूति वास्तवमा हाम्रो मस्तिष्कले बनाएको चेतावनी हो। शरीरले सिग्नल पठाउँछ, मस्तिष्कले त्यसलाई दुखाइ बनाउँछ। तिमीले कहिलेकाहीँ चोट नभए पनि दुखाइ महसुस गर्छौ नि, त्यो पनि मस्तिष्कको चेतना हो, शरीरको होइन। यसैले संसारको अनुभव र वास्तविकता बीचको दूरी बुझ्न आवश्यक छ। गुरुले थपे, सत्य जान्न चाहन्छौ भने बाहिर हेर्नु पर्दैन, आफ्नो भित्र फर्क। जब मन शान्त हुन्छ र डर, भ्रम हराउँछ, तब मात्र तिमी संसारको वास्तविकता देख्छौ। हामीले संसारलाई जे जस्तो देख्छौँ, वास्तविकतामा त्यस्तै नहुन पनि सक्छ। हामीले देख्ने संसार मस्तिष्कले बनाएको एउटा नक्सा मात्रै हो। संसारलाई वास्तविकतामा हेर्नको लागि शान्त मन, खुल्ला चेतना र आत्मसाक्षात्कार चाहिन्छ। आजदेखि तिमीले हेर्ने संसार केवल आँखाले होइन, आफ्नो मस्तिष्कले बनाएको भरम हो भन्ने सम्झ र त्यो भरम पार गरेर सत्य अनुभव गर। र त्यसपछि गुरु र शिष्यले आफ्नो यात्रा जारी राखे। तर अब शिक्षाको नजर बदलिएको थियो। अब ऊ संसारलाई आँखाले होइन, मनले हेर्न सिक्दै थियो। यो कथाले के सन्देश दिन्छ भने, वास्तविकता बुझ्न आँखाले होइन, चेतनाले हेर्न सिक। डर र पीडा केवल मस्तिष्कका सङ्केत हुन्। तिनीहरूलाई नियन्त्रण गर्न सकिन्छ। सत्य सधैँ हाम्रो भित्र हुन्छ, केवल मनको शान्तिमा त्यो देखिन्छ।